सरप्राइज दिने भनेर क्या तिमीहरू सल्लाह गरेर आएको भनेर ड्याम्डी मार्नु खदा एकै पो खदा भन्दो रहेछ म त खादा खादा भनिरहेको थिएँ राम्रो लुगा लाएर बस्नुहोस् भन्नु पर्यो मान्छे पनि गगोला बिरेक भन्थे एकदम एक्साइटेड छु त्यस्तो हुसो लागिरहेछ आज फाइनली आइपुगे म दिदीलाई भेटे यहाँमै नि त मेरो घुट्टा ढोक्छ अरे साथी अहिले चाहिँ जापानको यो कति हो यहाँ देख्न सक्नुहुन्छ नाकको यस्तो 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 गर्ने अरे अनबक्सिङहरू सबै भइसक्यो है यो चाहिँ मेरो लागि अरे सबमै भयो कस्तो 21 तारिक भनेको थियो 5 तारिकै आउँदा अलिक साना मातानी Hi everyone, namaste, good morning and welcome back to my channel again. म चाहिँ रञ्जना पाण्डे आफ्टर सो लङ टाइम पछाडि चाहिँ आज भिडियो लिँदैछु साथीहरू फ्रम माई होम। आजको भिडियो चाहिँ के को भने चाहिँ हजुरले थम्बनेल एन्ड टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ साथीहरू। घरको पछाडिबाट चाहिँ भिडियो स्टार्ट गरिरहेको छु किनभने चाहिँ आजको भिडियो चाहिँ सरप्राइजवाला छ नि त। आज चाहिँ मेरो भाइ आफ्टर 2 इयर्स पछाडि चाहिँ नेपाल आउँदैछ जापानबाट। घरमा कसैलाई पनि थाहा छैन, उता आन्टीहरूलाई पनि थाहा छैन। अनि आज आउने पनि मेरो आफ्नै भाइ हो, तर चाहिँ आन्टीको छोरा हो। अनि भाइ चाहिँ जापान गएको चाहिँ 2 वर्ष भएको थियो। अनि आज चाहिँ 2 वर्ष पुगेर चाहिँ भाइ चाहिँ आउँदैछ नेपाल। आउने कुरा चाहिँ भइरहेको थियो र यो दिन भनेर चाहिँ थाहा छैन क्या। अन्त अहिले त अब सबै सरप्राइजहरू त्यस्तो चलिरहेको हुन्छ नि त। भनेर आउँदाखेरि चाहिँ हुन्छ नि त, यो दिन आउने, यति बजी आउने, यतिखेर आउने भन्दाखेरि अर्कै खुसियाली हुन्छ। अनि एकैचोटि अब घरमा अचानक पुग्दाखेरि चाहिँ कस्तो खालको रियाक्सन हुन्छ भनेर चाहिँ प्लान गरेको यो। अनि भाइ चाहिँ हिजो बेलुकै काममा आइसकेको। अनि हाम्रो घरमा चाहिँ अलिकति त्यस्तो सेपरेट बोल्ने खालको ठाउँ छैन क्या। अनि आज चाहिँ मम्मीलाई हिँड्ने बेलामा चाहिँ भन्छु भनिरहेको थिएँ। मम्मी त्यता आएर कहानी खुसी गरेर सुनिरहनु भएको जस्तो लाग्यो मलाई। मम्मी मम्मी कहाँ हुन्छ? यहाँ हुँदो रहेछ मम्मी चाहिँ। यहाँ आउनु न एकछिन, यहाँ आउनु न, यहाँ आउनु न एकछिन। यस्तो छ मम्मी, आउनु न यहाँ छु झट्टै यस्तो गोबर सोर्ने यस्तो त अगाडि गाउँघरमा किन जानु आँटेको अरे तपाईँलाई थाहा छ? थाहा छैन मलाई, थाहा छैन। अनि के अरे म चाहिँ तपाईँलाई आज हिँड्ने बेलामा चाहिँ भन्छु भनिरहेको थिएँ किनभने नानी छ नि त हाम्रो दिदीको छोरी चाहिँ बसेर पढ्छ। अनि अब नानीले सुनेपछि नानी पनि जान्छु भन्छ। अनि स्कुल छोड्छ नि त नानीको चाहिँ। अनि त्यही भएर चाहिँ सुमनलाई चाहिँ म आज रिसिभ गर्न जाँदैछु। अनि नानी चाहिँ अहिले सुतिरहेको छ कि, त्यही भएर म यता पछाडि आएर भिडियो बनाउँदैछु। अनि सरप्राइज दिने भनेर क्या, आन्टीहरूलाई चाहिँ थाहा छैन क्या, आन्टीलाई सानोबालाई। अनि त्यही भएर चाहिँ हाल्ला नि साथी अब हाम्रो यस्तो घरमा सरप्राइजवाला यस्तो भन्ने चाहिँ केही थाहा छैन। सरप्राइज भनेको जे पनि हुनसक्छ होइन, भरे गाली पनि खानु सक्छ, के हुनसक्छ, खुसी पनि हुन सकिन्छ। कस्तो हुन्छ त्यो चाहिँ अब भरे नि थाहा हुन्छ, जे जस्तो भए पनि होइन। अनि र पनि होस् न त, अब फर्स्ट टाइम आएको अनि सरप्राइज दिउँ न त भनेर चाहिँ हामी दिदीभाइले चाहिँ प्लानिङ गरेको। अनि भाइ चाहिँ हिजो बेलुकै काठमाडौँ झरिसकेको नि त। अनि हिजो झरिसकेको छ क्या सुमन चाहिँ यहाँ हानुको मुख। तर मलाई हिजो अलिअलि त्यस्तो लागेको थियो किनभने बुवाले म भोलि जाँदै जाने भन्दाखेरि अनि पछि सुमन आएर जानु नि भन्दै हुन्छ। अनि सुमन कहिले आउँछ, अब म जान आँटेको टमाटर सक्ने आँटो अरे आन्टीहरू बोलाएर भनेको थिएँ। अनि बुवाले चाहिँ काठमाडौँ आइसकेको सुमन भन्दै हुन्छ। त्यत्रो प्लानिङ गरेको अस्तिदेखि हामी दिदीभाइले। अनि त्यही भएर अब त्यही हो, अब तपाईँले भन्नु नि त होइन, नभन्नु ल आन्टीहरूलाई भनिदिनु। अनि कस्तो हुन्छ क्या, भरे तपाईँलाई म भिडियो बनाइहाल्छु नि, भिडियोमा हेरिहाल्नुहुन्छ। अनि के तर साथीहरू तिमीहरू सल्लाह गरेर आएको भनेर ड्याम्डी मार्नु होइन, जे पनि हुनसक्छ। सरप्राइज भन्ने कुरा जे पनि हुनसक्छ होइन। यस्तो हुन्छ नि इमोसनल टाइपको। अब एकैचोटि अगाडि अब उहाँ विदेशमा भएको छोराखेरि एकैचोटि घरमा आएर मामी नमस्कार हो त्यसो भन्दाखेरि कस्तो हुन्छ नि त रियाक्सन, मतलब इमोसनल कस्तो हुन्छ क्या त। अरूको देखा त्यस्तो भएको छ नि त। अब हाम्रो चाहिँ कस्तो हुँदो रहेछ हेर्नु न त होइन। लेट्स सी गाइज। अनि भिडियो चाहिँ आज अन्तिमसम्म हेर्नु होला। सब्जी खेतीहरू गर्नुहुन्छ नि त। अनि सानो बस सब्जीको गाडीमा कता जानुभएको हुन्छ, आन्टी कता घाँस काट्न कता, अनि भेट हुँदैन भाइ कता। अनि त्यही त हो नि, गाउँघरमा बस्ने चाहिँ हजुरलाई पनि थाहा नै छ कति कामहरू। म आउँछु आज, पाहुना आउँछन्, राम्रो लुगा लाएर बस्नुहोस् भन्नु पर्यो जाँदै। त्यसो भने त सँग भइहाल्छ नि। ला त्यसो भने यसले किन चाहिँ भने त सुमन पनि आउने कुरा सुमन आउनु अरे क्या भन्ने हुन्छ नि त। त्यो सरप्राइज भनेको जस्तो पनि हुनसक्छ क्या, कि राम्रो लुगा लाउँदा मात्रै हुने हो त। जस्तो छ त्यस्तैमा बनाउने हो क्या मम्मी। सोचेर चाहिँ गरेको हुन्छौँ, त्यो चाहिँ बनाउनु पाउँदैन जस्तो लाग्छ। र पनि जस्तो हुन्छ जे हुन्छ म चाहिँ हजुरहरूलाई देखाउँछु होइन। अनि पछि आन्टीले हेर्दा पनि ए यिनीहरू यस्तो गरेर भनेर आउँछ नि त। अनि आजको मौसम त हेर्नु न साथीहरू, जाडोको लुगाहरू थन्काइसकेको थियो होइन। आज त पुरा हुस्सेहरू यस्तो लागिरहेको छ साथीहरू। अनि तपाईँलाई कस्तो लागिरहेको छ त? मलाई एकदम राम्रो लागेको छ, अन्धकार छ यस्तो
होइन सोमा आउने भनेर चाहिँ ए खुसी लागिरहेछ मेरो छोरा आउने म त छोरा आएपछि जाउँला भन्दै थिएँ अब 2-4 दिन म पनि जानु पर्यो दिन्छ खाउँला भनेर त होइन हेरौँला भनेर कस्तो अर्कै खुसी हुँदैछ क्या साथीहरू अनि जाँदाखेरि म बख्राकाटीमा कतै रोइरहेको थिएँ मेरो छोरा आउने कहिले आउँछ होला यत्रो मान्छे पनि गएको होला विदेश भन्थे त्यही आउने बेला मलाई केही नल्याइदिएछ खुसी म आफै खुसी छु म त राति निन्दा पनि लागेको छैन क्या आउँदैछ भनेर अनि सो साथीहरू त्यही छ अनि म चाहिँ भाइलाई पहिला उता जाँदाखेरि पनि म काठमाडौँ पुऱ्याउनु गएको थिएँ नि त सानो भएर म गएको थिएँ अनि अब आउँदाखेरि चाहिँ त्यहाँदेखि जान टाढा त्यो पनि म घरमा छु नि त अनि आजको दिन चाहिँ म एकदम एक्साइटेड छु भिडियो चाहिँ अन्तिममा हेर्दै गर्नु होला यो हाम्रो गाई यहाँ छ नाटो साथ हाम्रो गाई हेर्नु यहाँ यस्तो छ अब आजको मौसम त के भएको साथीहरू पुरै म त जाडो गयो भनेर त जाडोको लुगाहरू सब फर्केर थिएँ यस्तो बिहान उठ्छु त है पुरा अनि त्यसपछि चाहिँ अब नानीलाई उठाउँछु म बुवा पनि सिधामा तर बुवा त लगभग थाहा भइसकेको छ कि तर पनि मैले होइन भनेको छु क्या अहिले भरेकोचोटि अब घरबाट चाहिँ भरे भिडियो कल गरेर देखाउने साथीहरू ल साथीहरू म चाहिँ अहिले यहाँ खाना बनाउँदैछु हतार हतार गरेर अनि यहाँ दुध यहाँ सब्जी यहाँ चाहिँ कोपी अनि यहाँ पानी ताप्दैछ यहाँ चाहिँ खाना भर्खर पाकिसक्यो अनि उता आगोमा चाहिँ दाल पाक्दै साथीहरू ए दुध चाहिँ कति उम्ले हौ अनि त्यही भएर म चाहिँ हतार 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 गरेर चाहिँ बनाउँदैछु किनभने 8 बजी चाहिँ हाम्रो नानीको लागि रेडी गरिसक्नुपर्छ अनि अहिले चाहिँ म मेरो लागि पनि रेडी गरिसक्नुपर्छ क्या म चाहिँ 8 बजी पछि पुगिसक्नुपर्छ अनि नानीको चाहिँ गाडी 8 बजी ठ्याक्क आउँछ त्यही भएर चाहिँ बिहान चाहिँ एकदम हतार 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 गर्दै चाहिँ गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ म आजकल चाहिँ भिडियो बनाउन त्यति मजाले पाउँदिनँ साथीहरू सो आजको लागि चाहिँ आइम सो एक्साइटेड म त यहाँ लाइट पनि बसिरहेको छु साथीहरू पैसा आउँछ अरे क्या अलिअलि त्यही भएर चाहिँ म त यता लाइटलाई पनि म्यानेज गरिरहेको छु मेरो घरको कामदेखि लिएर मेरो पर्सनल कामहरू सबै कुराहरू म्यानेज गर्नुपर्ने भएको हुनाले चाहिँ म हजुरहरूको सामुन्ने चाहिँ छिटो छिटो भ्लग ल्याउन नसकेकोमा चाहिँ क्षमा प्रार्थी छु साथीहरू से हाई निन्द्रा पुग्यो यता हेर न गुड मर्निङ भनिदियो सबैजनालाई बिहानको यो न्यानो दिनको सुरुवात हाम्रो यहाँ ब्रस गरेर चाहिँ भइसकेको छ हेरेको फेरि यताहरू पुरा फेरि भर्खर उठेर हात धुनु हुँदैछ अनि साथीहरू अहिले चाहिँ घाम लाग्यो है यहाँ देख्नु सक्नुहुन्छ ए घाम लाग्यो अघि चाहिँ पुरा हुस्से लागिरहेको थियो मेरो आन्टीको भिडियो सबैजनाले हेरिदिनु होला भन मन पर्यो होइन मन पराउनु पर्यो जबरजस्ती A few moments later. हेलो भन्देऊ हाई भन्देऊ न सो साथीहरू म चाहिँ यहाँ पछि आइसकेको छु होइन अनि मेरो सबै कामहरू सकेर चाहिँ म चाहिँ अहिले मेरो साथी सुन्ताको घरमा चाहिँ भाइलाई चाहिँ वेट गरिरहेको छु भाइ चाहिँ गाईघाट आइपुग्यो अरे अनि अब एकछिनमा 2 घन्टापछि चाहिँ आइपुग्छ अरे त्यही भएर म चाहिँ यहाँ साथीको घर यहीँ छ नि त चोकमै त्यही भएर यहाँ बसिरहेको छु यहाँनिर मेरो साथीको छोरी यता यो छ हेर हाई भन्देऊ न नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ न गाईघाट आइपुग्यो अरे अनि 2 घन्टा लाग्छ भन्दै थियो त्यही भएर म चाहिँ यस्तो माथि छतमा चाहिँ हेर्न आएको छु यहाँदेखि झन् यस्तो भ्यू देखिरहेको छ पत्रीको चाहिँ यो चाहिँ पत्रीको साथीहरू देख्न सक्नुहुन्छ अनि यहाँ मेरो साथीले त के रोपेको छ हौ यहाँ ड्राइगन रोपेको छ ड्राइगन फुलहरू पनि रहेछ अनि यहाँ फुलभन्दा पनि राम्री मेरो साथीको छोरी छिन् सिओडब्लु के हो काउ खोइ कहाँ छौ तिमी चाहिँ यहाँ थियो मेरो साथी हाई गरिदेऊ न मेरो साथी त्यहाँ छिन् साथीहरू साथीको छोरी यत्रो भइसक्यो मेरो सुरसार छैन बिस्तारै गर्नुपर्छ अनि हामी छर्न त्यसो हेर्नु लगाएको कतिको घर छ र केही हुँदाखेरि कसैलाई पर्खिनु पर्दा केही गर्दाखेरि चाहिँ टक्क आएर मेरो साथीको वस्तुमा चाहिँ दिनकै जस्तो आउँछु म चाहिँ भिडियो मन पर्यो भने चाहिँ सब्सक्राइब पनि गर्न नबिर्सिनु होला साथीहरू यस्तै यस्तै भिडियो लिएर म फेरि आउँछु नि त हजुरले सब्सक्राइब गर्नुभयो भने चाहिँ टक्कसँगले हजुरहरूकोमा नोटिफिकेसन आउँछ मैले भिडियो हाल्दाखेरि त्यही भएर चाहिँ छिट्टो चाहिँ हजुरहरूले मेरो भिडियो हेर्न पाउनुहुन्छ त्यही हो साथीहरू ल अब चाहिँ एकछिनमा भेटौँ ल गरिदिनु बाई 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 गरिदिनु नगर्ने त्यो साथीहरू हामी चाहिँ होइन अहिले यता अर्को घरमा चाहिँ सरिसकेको छौँ के भन्छ सुन त पल्ला घरको नरे पल्ला घर सरे भन्ने एउटा डाइलग छ नि त्यस्तै भनेर चाहिँ हामी चाहिँ यता आइसकेको छौँ अहिले चाहिँ 5 बजिसकेको छ यता यहाँ छुट्टी पनि लागिरहेछ भनेपछि बेलुका भइसकेको छ भाइ चाहिँ अब गच्छी आइपुग्यो अरे अब आधी घन्टा लाग्छ भने सुन त लाग्छ अब गच्छी किनभने बाटो अहिले एकदम बिग्रेको छ नि त हाइवेको बाटो चाहिँ पुरा बनाउनलाई बिचमा चाहिँ
बिग्रेको छ त्यही भएर चाहिँ अब आधी घन्टा जति लाग्छ होला लगभग सो साथीहरू हामी चाहिँ यहाँ स्ट्यान्डमा आइसकेको छौँ यहाँ भेना पनि आउनुभएको छ सुन्ता पनि आएको छिन् त्यो होइन होला हौ हजुर गाडी चाहिँ आयो कि ऊ त्यो गाडी तर हो कि हामी कन्फ्युज छौँ तर होइन होला हौ मोरङ्गे पुल भन्यो त अलिक पर हो लिन आउने दर्शक यहाँ छन् यहाँ छिन् सबैभन्दा यहाँ मेन मान्छे जुवा गरिदिनु न यता जुवा गरिदियो ल अनि यो चाहिँ हाम्रो यहाँ पूर्व बस स्ट्यान्ड हो पत्रीको यहाँ एउटा गाडी आयो यो होइन अब अर्को गाडी आउँछ होला अनि ए मैले त साँच्ची खाँदा पनि ल्याएको थिएँ त कम्तीबाट लाज लागिरहेछ साथीहरू खादा लिएर आएको छु होइन खदा के पो खदा भन्दो रहेछ म त खादा भनिरहेको थिएँ सबै मान्छेहरू लाचो लाग्यो भाइको चाहिँ गाडी आइसकेको चाहिँ यहाँ देख्न सक्नुहुन्छ होइन यहाँहरू आइसकेको छ वेलकम मासुका अब कत्रो भएछ साथीहरू एकछिन पहिला कसैले देख्दैन हौ ल एकछिन ल साथीहरू यहाँ मास गल एकचोटि मासहरू यहाँ केही हुँदैन हौ फाइनली कति 2 years 2 वर्ष 1 month फाइनली आइपुग्यो म दिदीलाई भेटेँ फाइनली साथीहरू भिडियो बनाएको थिएछ कहिले भिडियो बनाएको छैन ए अनि फाइनली आइपुग्यो भनिस नि अघि बनाउँदै आएको आएको थिएँ भिडियो बनाएको थिएँ तर फाइनली आइपुग्यो भाइकोबाट बनाएको अहिले चाहिँ साथीहरू iPhone 16 Pro Maxबाट अनि अहिले चाहिँ हामी यहाँ खाजा खाँदैछौँ अनि अब चाहिँ खाजा खाइसकेर चाहिँ हामी जान लागेको घर अनि कस्तो भइरहेको तँलाई फिलिङ्स एकदम चाहिँ नि धुवा धुलो भएर यस्तो भइरहेछ एलर्जी हुन्छ जस्तो भइरहेछ त्यही अरू ठिकै छ 6:30 हुन आँट्यो अब यतिखेर जाँदा ठिक्क भेटिन्छ क्या अनि यसलाई पनि गाडीमा आउँदा अलिक गाह्रो भयो अरे अनि फ्रेस भएर चाहिँ बसेको सो साथीहरू हामी चाहिँ यहाँ अटोमा चाहिँ घरदेखि अलिक तल आइपुग्यौँ होइन अनि भाइ चाहिँ अगाडि बसेको छ अब चाहिँ हामी घर पुग्न लाग्यौँ कस्तो हुन्छ अब हेरौँ लेट्स सी है मलाई त एकदम डर लागिरहेछ अब एकछिन भेट्नु चाहिँ त साथीहरू हामी चाहिँ यहाँ आइसक्यो के सर्प्राइज दिन आएको त अलरेडी थाहा थियो कि क्या तँलाई हो गाइस आन्टीहरूसँग भेट्दैछ अब यहाँ हजुरआमासँग चाहिँ भेट्न गइरहेको छ कोही खुट्टा दुख्छ यो त अलरेडी थाहा थियो जस्तो लाग्यो मलाई हो ल साथीहरू अब यस्तै हजुर थाहा नपाइकन यस्तो रियाक्सन हेरौँ न त भनेर यस्तो गरेको थिएँ लु कस्तो भयो त चोइतामा आउने भनेर त म त चोइट कति आउँछ 5-6 गते कति त्यही भएर दिन भन्यो भने यो दिन आउँछ आउने बेला हुनाटो भनिन्छ नि त त्यही भएर एकैचोटि नभनी पुग्नु न दादा हाम्रो त यस्तो भयो साथीहरू सरप्राइज त ल पुरै थाहा भएर बसेको आनन्दलाई हेर्दै बस्नु दादा नि म त के भन्छ भात खाइसक्नु भयो होला यतिखेर सुतिसक्नु भयो होला भन्छ ल खोइ नमस्ते गरेको नमस्ते गरेको खोइ त कस्तो भयो त नि हाम्रो सरप्राइज अलिक सोचे जस्तो भएन नि हामी त उनीहरू रोकेर अनि बिस्तारै आउने भएन ठुले दादाले नमस्ते गरेको खोइ यहाँ साथीहरू अघि गरेको ए मैले खोइ दाजुलाई नमस्ते पनि गरिनुहोस् त अनि तैँले मलाई अघि खुट्टा ढोक्छु भनेको होइन
मेरो खुट्टा ढोक्छ अरे साथी खुट्टा ढोक्छ राख्नुपर्छ नि मजा बनाएको होला पर्दैन भनिदिएको होइन अघि मेरो त खुट्टा साथीहरू मेरो पनि खुट्टा ढोक्छ अरे यहाँ भाइले पुलिस किन भनेको मैले धेर भन्थेँ नि ल ल ल ल हाम्रो त सरप्राइज यस्तै भयो होइन साथीहरू हामी चाहिँ यहाँनिर आएर होइन म चाहिँ ड्रेस चेन्ज गरेँ अनि यहाँ अहिले चाहिँ भान्सामा लागेको छु होइन अनि यहाँनिर कतिवटा बनाएको के अरे अनि अघि भाइले पनि के भन्दैछ भने राति भइसक्यो खाना खाइसक्नु भयो होला छिटो छिटो जाउँ न अहिले खाइसक्नु भएको छ भने के गर्नु भन्दै थियो तपाईँहरूलाई मैले भनेको थिएँ होइन आन्टीको कति धेरै काम हुन्छ नि त अनि दिउँसो जाँदाखेरि भेटिँदैन अब यतिखेर चाहिँ ठिक्क भेटिन्छ भने चाहिँ हामी चाहिँ बेलुका गएको यतिखेर भर्खर आउनु भएको रहेछ बारीबाट अनि फेरि खाना त खानु त के बनाउनु पनि भएको रहन्छ सो म चाहिँ यहाँ खाना बनाउँदैछु त्यही हो साथीहरू अनि यहाँ छ हाम्रो अनि अर्को भाइ अनि तपाईँले कस्तो भयो सरप्राइज दिन्छ पहिला चाहिँ घरै भएको जस्तो लाग्यो अरे सपना जस्तै लाग्यो अरे अनि के भयो अहिले चाहिँ सरप्राइज अरूको सरप्राइज त कस्तो खतरा होला थियो त हाम्रो सरप्राइज त यस्तै भयो साथीहरू होइन अयो पुरा बाहिर बसिरहनु भएको रहेछ क्या अनि त कस्तो भने हाम्रो चाहिँ बाटोमै छ क्या घर अनि अटोहरू आउँदा पनि परबाट देखिहालिन्छ क्या को आयो भनेर अनि र पनि आएको तर थाहा चाहिँ थिएन बसिरहनु भएको छ बाहिर अनि त्यस्तो खालको मतलब हुन्छ नि जस्तो सोचेर चाहिँ भिडियो बनाउनु भनेको त्यस्तो खालको चाहिँ भएन क्या एकैचोटि अगाडि ठिङ्ग पुग्ने गरी चाहिँ भएन परेदेखि देखिन्छ नि त नि लाइटहरू सबै देखिन्छ अनि त्यसो त सरप्राइज हुँदैन नि त ल साथीहरू हाम्रो चाहिँ यहाँनिर अब यहाँ सामानहरू चाहिँ अनबक्सिङ हुँदैछ यहाँ सानो भाइ त हुन्छ नयाँ कि पुरानो यो त्यसको सुया चाहिँ खै कोटको पेन्ट चाहिँ ल साथीहरू जापानबाट चाहिँ भाइले मम्मीलाई चाहिँ यहाँ के अरे यो सामानहरू अनबक्सिङ भइरहेको छ हाम्रो चाहिँ सानोमा चाहिँ बिचरा हेर पाउनु है यो चस्मा मलाई होला यो चस्मा चाहिँ ल कस्तो देख्यो सकिसक्यो सामानै सक्यो त नि खोइ त नि अनबक्सिङ त यो चाहिँ पेपर स्टिक पेपर हो नोटहरू बनाएर खोल्नु न के हो ल अब त्यो चाहिँ नेपालमा हुने मात्र लाउँछन् ए हुने खाले त लाउँछन् अरे लु के हो चाहिनेमा वाउ सानो भएको हो र यो त के मान्छे लाउने छ त होइन मतलब अलिक जेन्टलमेन बाइक कुदाउँदाखेरि चिसो तातो मतलब चिसो नछिल्ने गरेको बाइक राइडिङ गर्दाखेरिको लगाउने हो क्या खासमा कुन चाहिँ हो त सानो भएको ए हावा नछिने रहेछ यसलाई मन परिसक्यो यहाँनिर यो त नि सुशीला पो छ यो त नि वाउ साथीहरू यो चाहिँ मेरो लागि अरे के हो यो खोइ यो त यो चिजवाला चाहिँ हो त के हो जापानको चिजवाला चाहिँ साथीहरू यो चाहिँ थ्याङ्क यू प्रसार यो चाहिँ सुशील देखा न सुशील जापानको घडी देखा न अगाडि देखा न त्यतिकै कराउँछ कस्तो राम्रो है वाउ यहाँ चस्मा जापानको चस्मा जापानको टस हामी चाहिँ हेरेको हेरे के ल्याइदिनु त अब कर्ना भनेर गएको नि त साथीहरू त्यही भएर चाहिँ
अनि क्रेडिट कार्ड मैले 1,60,000 सम्म चलाउन मिल्छ एक महिनामा पैसा नहुँदा पनि हुँदाखेरि मैले बाँकी 1,60,000 सम्म चलाउन मिल्छ तर अर्को महिनाको चर्चा गरे सुन्ने किनभने ब्ल्याकमा हुन्छ अनि फाइन तिराउँछ त्यो पनि त्यही सेम हो अनि सेउफाइ कार्ड हो फेरि अनि मेरो स्कुलको आइडेन्टिटी कार्ड जस्तो हो यो चाहिँ एलर्जी भएर म गएको थिएँ एलर्जी भएर गएको बेलामा त्यो हेल्थको कार्ड हो यो लिएर गयो भने त्यो देखायो गरेर दियो भने चेक गर्छ अगाडि के रोक्थ्यो के दबाई गरेको सबै थाहा हुन्छ त्यो कार्डबाट हेरेको अनि छाती दुख्न चाहिँ निको भइसक्यो म दबाई पनि लिएर आइरहेको छु पढ्नुको मान्छे के ल्याउनु त पढाइसकेको छैन मलाई चाहिँ के भएन अब के चाहिँ परेको छ मलाई अब सुन किन्ने होला नि त सुन भन्दै किन्ने भने न अस्ति फुली किन्न भनेर 2000 पठाइदिएको अनि साथीहरू मलाई चाहिँ भाइले चाहिँ जापानको यो कति हो यहाँ देख्न सक्नुहुन्छ 10,000 मलाई चाहिँ यो पैसा दिएको अरे मलाई केही ल्याइदिनु ल्याइदिएको त म धेरै कुरा ल्याइदिएको छ यहाँनिर यसको यहाँ मोबाइल ल्याइदिएको छ यो कति गरे 3,000 को मलाई पर्फ्युम ल्याइदियो यो के हो यो खोइ डट पेनमा हाल्ने उयो के हो यो लिडर यहाँ छ यो अनि यो मिल्छ साथीहरू नाकको यस्तो 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 गर्ने अरे अनि यो पेन्सिल जापानको पेन्सिल हैन कि डट पेन हो पेन्सिलहरु यो चाहिँ जापानको हैन अनि पैसा त छैन पैसा कति यो यसलाई के भन्छ है स्टिकी पेपर भन्छ अरे यसलाई चाहिँ अनि यहाँ चाहिँ मेरो यहाँ डकुमेन्ट राख्ने यो खोइ प्लसमा मिल्छ त लाउँछु त्यो त अर्कै हो ए के हो के हो साथी यो त यो जमिन मुनि पानी मुनि यस्तो त्यो यो अक्सिजनहरु लाएर उयो गर्छ नि त्यस्तै हो त त्यो तपाईँले दिएको साथी तर यो त मलाई चाहिएन हाम्रो चाहिँ अनबक्सिङहरु सबै भइसक्यो है यहाँ एउटा लगाइरहेको छ लगातार साथीहरु हाम्रो चाहिँ आजको भिडियो चाहिँ यस्तै भयो हैन अनि सामानहरु पनि हामीले चाहिँ एकैजना अनबक्सिङ गरिसक्यौं अनबक्सिङ वाला भिडियो बेग्लै चाहिँ बनाइनौं किनभने त अब भाइ त पढ्नु भनेर गएको नि त त्यस्तो धेरै सामानहरु ल्याएर अनबक्सिङ भिडियो बनाउने खालको चाहिँ थिएन अनि हामीले चाहिँ नर्मली भिडियो बनायौं अनि अब चाहिँ भिडियो इन गर्नु पर्यो भनेर सानो त अघि सुतिसक्नु भयो गरेर अनि यता यहाँ भाइ यता यहाँ आन्टी हुनुहुन्छ अनि के गर्नुभएको तपाईँ चाहिँ सेल्फी हान्दै हुनुहुन्छ त भयो भन्नु न आजको राम्रो भयो होइन कस्तो चाहिँ भयो क्या एकैचोटि हामी आउँदा चाहिँ कस्तो खालको चाहिँ भयो त भनेको क्या अचम्मै भयो होइन कस्तो भयो क्या मतलब सपना त लाग्यो एकैचोटि त क्या त्यस्तै लाग्यो सपना जस्तै लाग्यो भन्नु त यता नि अब अहिले आउने भनेको थिएन नि त अलिक पछि आउने भनेको थियो नि त त्यही भएर नि यसले चाहिँ अब होस् न त नभनी जाउँ कस्तो हुँदो रहेछ भन्दै भन नि हामीले त्यही भएर प्लानिङ गरेर आएको अलिक कस्तो कस्तो फिल भयो नि कस्तो कस्तो त भन्नु न यस्तो भनेर चाहिँ अघि चाहिँ यस्तो यस्तो भन्दैन नि त अहिले चाहिँ केही बोल्नु न भिडियो अगाडि चाहिँ अब 20 तारिक 21 तारिक भनेको थियो 5 तारिकै आउँदा अलिक रमाइलै अब को महसुस भयो नथाहा पाउँदा पनि एकैचोटि देख्दाखेरि चाहिँ सपना त भयो ल अनि सुजिला चाहिँ कस्तो भयो फिलिङ सेयर गर्नु न यस्तो अरे यसलाई चाहिँ मैले भन्नुपर्छ अरे किनभने घरहरू फोर्थ्यो अरे अनि यसलाई भनेको थियो भने चाहिँ घरहरू टकटक सफा गरेर चाहिँ चट्ट गरेर बस्छ अरे तर पनि अनि यसलाई चाहिँ कस्तो भयो यहाँ हाम्रो चिल भयो साथीहरू आउने बित्तिकै फेरि ड्रेस पनि चेन्ज नगरी फेरि सब रुम सफा गरेको पोचा लगाएको यसले त होइन एकदम चिल्याक्स भयो आनन्दले निन्द्रा लाग्छ त्यही हो साथीहरू अब के अरे पढाइसके कि छैन नि त भर्खर 2 वर्ष कति वर्ष हुन्छ 4 वर्ष 4 वर्ष अनि अब अहिले चाहिँ 1 महिनाको छुट्टी रहेछ अनि त्यही भएर चाहिँ यसो घरमा चाहिँ आएको त्यही हो पढाइसकेको छैन एकदम स्ट्रगल छ होइन तपाईँहरूलाई पनि थाहा नै छ जापानमा कस्तो छ भन्ने साथीहरू अनि त्यही हो अब आजको भिडियो चाहिँ त्यस्तै भयो हजुरलाई के कस्तो लाग्यो भिडियोहरू चाहिँ यदि तपाईँहरूलाई चाहिँ मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला ठुलोजना सुत्ने कति दिन सुत्ने ओ ल ल साथीहरू त्यही हो होइन खै के बोल्यो म त केही पनि थाहा छैन आजको त अनि के बोल्छु भनेर गरिरहेको हुन्छ टक्क क्यामेरा अगाडि आएपछि बोल्नै बिर्सिरहेको छु क्या म चाहिँ अनि त्यस्तै हो अब त्यति भन्दै आजको भिडियो चाहिँ म यहीँनिर इन्ड गर्न चाहन्छु साथीहरू अनि आजको भिडियो एकदमै रमाइलो अनि एकदम खुसियाली होइन अब भाइ 2 वर्ष बजारि आएको नि त ह्याप्पी भयौँ त्यही हो अनि अब चाहिँ यति नै भिडियो भन्दै बाई बाई ल अब चाहिँ अर्को भिडियो नआउँदैसम्म चाहिँ यो भिडियोलाई चाहिँ हजुरहरूले माया गरिदिनु होला धेरै भन्दा धेरै भएर चाहन्छु जापानिजमा बाई केलाई कसरी भन्छ साइनारा माताने ल साइनारा माताने
मित्ते कुरी तयारी हो तो ल